नमस्कार सबैजनामा हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानल इको संसारमा। आज यस भिडियोमा हामी मार्केट कसरी वर्क गर्छ भन्ने कुरासँग डिल गर्छौँ। त्यसको लागि चाहिँ हामीले पहिला मार्केट भनेको के हो बुझ्नुपर्ने हुन्छ। मार्केट सिम्पलेस्ट वेमा भन्दाखेरि त्यो एउटा मेकानिजम हो जसले चाहिँ बायर एन्ड सेलरलाई चाहिँ एकै ठाउँ इन्ट्र्याक्ट गराएर अनि कति प्राइसमा कति क्वान्टिटी प्रड्युस हुने, ट्रेड हुने अनि कति प्राइसमा हुने भन्ने कुराहरूको डिटरमाइन हुन्छ। त्यो बायर एन्ड सेलरको इन्ट्र्याक्सन गराउने चाहिँ दुईवटा प्राइमेरी फोर्सेस छ। एउटा डिमान्ड भयो, एउटा सप्लाई भयो। त्यही सिलसिलामा आज चाहिँ हामी डिमान्डको बारेमा पढ्छौँ। डिमान्ड इज द क्वान्टिटी अफ गुड्स एन्ड सर्भिसेस द्याट पिपल डिजायर टु गेट ड्युरिङ सम टाइम पिरियड फर विच दे हेभ विलिङनेस एज वेल एज एबिलिटी टु पे। सामान्य बोलीचालीको भाषामा हामीले कुनै पनि कुराहरू पाउने आशा राख्छौँ र त्यो कुरा माग गर्छौँ भन्ने कुरालाई हामीले मागको रूपमा लिन्छौँ। तर अर्थशास्त्रको परिभाषामा यो माग होइन। अर्थशास्त्रको भाषामा कुनै पनि इच्छा माग बन्नको लागि त्यो इच्छाले चाहिँ केही क्राइटेरियाहरू फुलफिल गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ पहिला चाहिँ डिजायर टु गेट, हामीले चाहिँ भित्रैबाट त्यो वस्तुको लागि त्यो सर्भिसको लागि चाहिँ मनदेखि इच्छा हुनु पर्यो। त्यसपछि आयो चाहिँ विलिङनेस टु पे, हामीले चाहिँ चाहनु पर्यो, त्यसको जति प्राइस छ त्यो पे गर्न चाहनु पर्यो। अनि अर्को आयो एबिलिटी टु पे, अनि हामीले चाहेर मात्र भएन, त्यो तिर्न सक्ने क्षमता पनि हुनु पर्यो। यति विशेष गरी यति क्राइटेरिया फुलफिल भइसकेपछि त्यो स्ट्रङ वान्टलाई चाहिँ हामी डिमान्ड भन्न सक्छौँ इकोनोमिक्सको भाषामा। डिमान्डलाई सामान्य उदाहरणमा बुझ्दा जस्तै हजुरलाई एउटा बाइक किन्ने धेरै इच्छा छ, मनदेखि नै बाइक किन्न पाए हुन्थ्यो भनेर तपाईँलाई चाहिँ वान्ट छ। तर त्यो कुरामा चाहिँ तपाईँले त्यो बाइकको मूल्य बजारमा 2 लाख रहेछ अनि तपाईँले विलिङनेस टु पे नै छ, म त्यो 2 लाख तिर्न चाहन्छु भन्ने नि छ। तर तपाईँसँग 2 लाख भएन, एबिलिटी टु पेमा तपाईँ चुक्नुभयो, तपाईँसँग पैसा भएन भनेपछि त्यो तपाईँको वान्ट नै रहने भयो, त्यो डिमान्डमा कन्भर्ट हुने भएन। यसपछि चाहिँ हामी चर्चा गरौँ अब हाम्रो चाहिँ फ्याक्टर्स अफेक्टिङ डिमान्ड। डिमान्डलाई चाहिँ के कुराले असर पार्छ, मान्छेको डिमान्ड कसरी चेन्ज हुन्छ, त्यसले चाहिँ के कुराले असर पार्छ भन्ने कुराको चाहिँ हामी अब बुझौँ। फर्स्टमा राखेको छौँ प्राइस अफ द प्रोडक्ट। अब तपाईँको प्राइस, कुनै पनि प्रोडक्टको प्राइस धेरै छ भने तपाईँहरूले किन्न चाहनुहुन्न या थोरै क्वान्टिटीमा किन्नुहुन्छ। त्यसको लागि चाहिँ एउटा रियल इक्जाम्पल नै लियौँ। जस्तो तपाईँ मार्केटमा जानुभयो, तपाईँले मार्केटमा सोध्नुभयो, गोलभेडाको भाउ सोध्नुभयो, उनीहरूले 80, 90, 100 को रेन्जमा भन्यो भने तपाईँहरूले थोरै किनेर ल्याउनुहुन्छ कि तपाईँले लाग्छ महँगो रहेछ है भनेर तपाईँले क्वान्टिटी घटाउनुहुन्छ। 1 केजी किन्ने ठाउँमा तपाईँले थोरै क्वान्टिटी घटाएर लिनुहुन्छ। तर त्यही मार्केटमा हजुरले सोद्धाखेरि गोलभेडाको भाउ 50 रुपियाँ भन्यो भने हजुरहरूले चाहिँ क्वान्टिटी आफ्नो बढाउनुहुन्छ। जति 80 रुपियाँ हुँदा क्वान्टिटी गर्नुभएको थियो त्योभन्दा चाहिँ 50 रुपियाँ हुँदा क्वान्टिटी बढाउनुहुन्छ। यो प्राइस अफ प्रोडक्टले भन्न खोजेको यही नै हो। ठिक छ। दोस्रो नम्बरमा आयो इन्कम। यसलाई चाहिँ हामीले बुझ्दाखेरि एउटा उदाहरणबाटै बुझौँ। ल मानौँ है तपाईँको स्यालेरी 50,000 थियो। त्यति बेला चाहिँ तपाईँले हप्ताको एकचोटि त्यही पनि कुखुराको मासु खानुहुन्थ्यो। अबलाई झ्याप्पै इकोनोमी राम्रो भयो, ग्रोथ भयो अनि तपाईँलाई चाहिँ इन्क्रिमेन्ट भयो तपाईँको स्यालेरीमा, अनि तपाईँको स्यालेरी 1 लाख भयो। त्यसपछि तपाईँले हप्ताको 3 चोटि त्यही पनि खसीको मासु खानुहुन्छ। त्यसरी चाहिँ तपाईँको क्वान्टिटी डिमान्ड बढ्छ भन्ने कुरा चेन्ज इन इन्कमले देखाउँछ। तेस्रो नम्बरमा छ प्राइस अफ सब्स्टिट्युट एन्ड कम्प्लिमेन्ट्री गुड्स। ल अब यसको बारेमा बुझौँ है त। पहिला हामी सब्स्टिट्युट गुड भनेको के हो बुझौँ। सब्स्टिट्युट गुड भनेको त्यस्तो भने एकको सट्टामा अर्को युज गरेर चाहिँ उही युटिलिटी पाउने ती प्रोडक्टहरू एकअर्काको लागि सब्स्टिट्युट प्रोडक्टहरू हुन्। जस्तै हामीले इक्जाम्पलको लागि लियौँ टी एन्ड कफी। टी एन्ड कफी चाहिँ हामी टीको सट्टा कफी खान नि सक्छौँ, कफीको सट्टा टी खान नि सक्छौँ। सुरुको अवस्थाको लागि चाहिँ टीको प्राइस नि 50 छ, कफीको प्राइस नि 50 छ। अल अफ सडन तपाईँको टीको प्राइस चाहिँ 10 रुपियाँले बढेर 60 रुपियाँ भयो अनि कफीको प्राइस चाहिँ 50 नै छ। अब यस 10 रुपियाँ बढेको प्राइसले गर्दाखेरि मान्छेहरू टीबाट चाहिँ कफीतिर शिफ्ट हुन्छ। त्यसले गर्दा चाहिँ सब्स्टिट्युट गुडको प्राइसले पनि क्वान्टिटी डिमान्डमा असर पार्छ। अब चाहिँ हामी कम्प्लिमेन्ट्री गुडको बारेमा बुझौँ। यस्तो गुड्सहरू कस्तो खाले हो भने एउटाको युज गर्दा अर्को पनि युजमा आउने के, सँगसँगै युजमा आउने। जस्तै हामीले एउटा उदाहरणबाट बुझौँ है त। पेन र इङ्क। अब पेन युज गर्नु हो भने त्यसको लागि इङ्क चाहियो, सँगसँगै आयो युजमा। अब तपाईँको पेनको प्राइस 10 रुपियाँबाट 15 रुपियाँ बढेर गयो भने तपाईँको पेनको क्वान्टिटी डिमान्ड घट्छ, जसले गर्दा चाहिँ तपाईँको उता इङ्क पनि धेरै किनाइ हुने भएन, इङ्कको क्वान्टिटी पनि घट्ने भयो। यसरी चाहिँ यिनीहरूले चाहिँ नेगेटिभली रोल प्ले गर्छ।
फोर्थमा छ हाम्रो टेस्ट एन्ड प्रिफरेन्स अफ कन्ज्युमर। यसको लागि चाहिँ हामीले कसरी बुझ्यौँ भने तपाईँ एउटा कुरा गरिराख्नुहुन्थ्यो, एउटा कुरा युज गरिराख्नुहुन्थ्यो, एउटा टेस्ट थियो, प्रिफरेन्स थियो। अब तपाईँको टेस्ट एन्ड प्रिफरेन्स चाहिँ चेन्ज भयो भने त्यो चेन्ज भएको सिफ्ट भएको वस्तुतिर चाहिँ हजुरको हजुरले क्वान्टिटी डिमान्ड गर्ने चाहिँ धेरै हुन आउँछ। जस्तै मानौँ पहिला डिजलको गाडीहरू चलाइन्थ्यो, मान्छेहरू त्यही प्रिफर त्यही गर्थे। अहिले चाहिँ अब इलेक्ट्रिक भेहिकल भन्ने आएको छ नि त, उतातिर मान्छेहरूको प्रिफरेन्स बढी भयो भने इलेक्ट्रिक भेहिकलको डिमान्ड चाहिँ बढी हुन आउँछ। अब आयो साइज एन्ड कम्पोजिसन अफ पपुलेसन। ल अब मानौँ है त तपाईँको एरियामा तपाईँको पपुलेसन थोरै छ भने डिमान्ड क्वान्टिटी डिमान्ड नि थोरै हुने भयो। इफ त्यो पपुलेसन धेरै छ भने क्वान्टिटी डिमान्ड अभियसली धेरै हुने भयो। कम्पोजिसनको कुरामा गर्दाखेरि चाहिँ हाम्रो पपुलेसन चाहिँ कसरी बनेको छ भन्ने कुरामा आउँछ। जसरी तपाईँको पपुलेसनमा चाहिँ बुढापाकाको सङ्ख्या धेरै छ भने उनीहरू चाहिँ हेल्थ केयर सर्भिसको डिमान्ड बढी हुने भयो त्यो ठाउँमा। इफ त्यहाँ चाहिँ बच्चाहरूको धेरै छ भने त्यहाँ चाहिँ बच्चाहरूले चाहिँ खेलौनाको डिमान्ड गर्ने भए। त्यसरी नै साइज एन्ड कम्पोजिसन अफ पपुलेसनले तपाईँको क्वान्टिटी डिमान्डमा असर पार्छ। अब आयो एडभर्टाइजमेन्ट। अब तपाईँले चाहिँ जुन वस्तुको एडभर्टाइजमेन्ट देखिराख्नु भएको छ, टिभीमा रेडियोमा सुनिराख्नु भएको छ भने चाहिँ अभियसली हजुरहरूलाई त्यो इच्छा जाग्छ त्यो युज गर्ने, त्यो किन्ने। सो त्यसले गर्दा चाहिँ तपाईँको त्यो वस्तुप्रति क्वान्टिटी डिमान्ड बढी हुन जान्छ। अब आयो सिजनल फ्याक्टर। यस्तो भनेको के हो भने ल तपाईँको जाडोमा चाहिँ तपाईँले उलन अनि पछि एकदम तातो न्यानो कपडाहरूको डिमान्ड गर्नुहुन्छ, अनि गर्मीमा एकदम शीतल दिने कपडाहरूको डिमान्ड गर्नुहुन्छ। त्यसले यो सिजनल फ्याक्टरले डिटरमाइन गर्ने क्वान्टिटी डिमान्ड भन्ने भइहाल्यो। अब आयो लास्ट बट नट द लिस्ट कस्टमर एक्सपेक्टेसन। यसमा चाहिँ के आउँछ भने कस्टमरले चाहिँ आज चाहिँ एक्सपेक्ट गर्यो भोलि चाहिँ यो मार्केटमा चाहिँ प्राइस बढी हुनेवाला छ, त्यसले चाहिँ त्यो वस्तुको लागि आजै डिमान्ड बढाउँछ। इफ र भविष्यमा यो वस्तुको प्राइस चाहिँ घट्नेवाला छ भन्ने एक्सपेक्टेसन राख्यो भने आज चाहिँ उसले क्वान्टिटी डिमान्ड गर्दैन, आफ्नो क्वान्टिटी डिमान्ड घटाउँछ भविष्यमा किन्नको लागि। यति बुझिसकेपछि अब हामीले चाहिँ ल अफ डिमान्ड सजिलै बुझ्न सक्छौँ। ल अफ डिमान्ड भन्ने के हो भने यसले चाहिँ क्वान्टिटी डिमान्ड र प्राइसको चाहिँ रिलेसनसिप सो गर्छ। ल अफ डिमान्डका अनुसार प्राइस बाहेक यी सबै फ्याक्टरहरू चाहिँ एज इट इज रह्यो भने हाम्रो चाहिँ प्राइस बढ्दाखेरि हाम्रो चाहिँ क्वान्टिटी डिमान्ड चाहिँ घट्छ भन्ने चाहिँ ल अफ डिमान्डले भन्छ हामीलाई। डिमान्डले चाहिँ प्राइसलाई डिटर्मिनेन्ट फ्याक्टरको रूपमा राखेर क्वान्टिटी डिमान्ड इक्वल टु फङ्सन अफ पी भनेर डिमान्ड फङ्सन देखाउँछ, जसमा चाहिँ हाम्रो प्राइस बढ्दाखेरि क्वान्टिटी डिमान्ड घट्छ। यसले चाहिँ यिनीहरू बिच इन्भर्स रिलेसनसिप देखाएको हुन्छ। यसलाई ग्राफिकली हेर्दा चाहिँ हामीले चाहिँ एक्स एक्सिसमा क्वान्टिटी राख्यौँ, वाइ एक्सिसमा प्राइस अफ गुड्स राख्यौँ। अब ल हेरौँ है त। पहिला ल हाम्रो प्राइस चाहिँ 400 थियो, इनिसियल प्राइस सुरुको प्राइस 400 प्राइस हुँदा हाम्रो क्वान्टिटी डिमान्ड कति भयो 10 युनिट मात्र। ल अब मानौँ हाम्रो चाहिँ प्राइस घट्यो, 100 रुपियाँले घट्यो, जहाँ चाहिँ हामी 300मा आयौँ। 300मा आउँदाखेरि हाम्रो क्वान्टिटी डिमान्ड बढ्यो, 10बाट 20मा गयो, क्वान्टिटी डिमान्ड बढ्यो। प्राइस घट्दै जाँदा हाम्रो क्वान्टिटी डिमान्ड बढ्दै गएको छ। सो चाहिँ यो हाम्रो डाउनवर्ड स्लोपिङ भएको छ हाम्रो डिमान्डको डिडिडी। यो सबै कुराहरूलाई चाहिँ कन्क्लुड गर्दाखेरि के भयो भने हाम्रो डिमान्ड चाहिँ ऊ मात्र भयो कि जसमा चाहिँ हामीले विलिङनेस टु पे एन्ड एबिलिटी टु पे दुइटै हुनु पर्यो। चाहना नि हुनु पर्यो त्यो पैसा तिर्ने, मार्केटमा जुन रेट चलिरहेको छ हामीसँग दाम पनि हुनु पर्यो। त्यो भयो भने मात्र त्यो हाम्रो वान्ट चाहिँ डिमान्डमा हुन्छ। डिमान्डको बारेमा बुझिसकेपछि हामीले चाहिँ फ्याक्टर्स एफेक्टिङ डिमान्ड पढाएको थियौँ, जसमा चाहिँ हामीले मेजर यी 8वटा फ्याक्टरहरूलाई चाहिँ एक्सप्लेन गरेका थियौँ। अनि हामी ल अफ डिमान्डमा आउँदाखेरि चाहिँ ल अफ डिमान्डले चाहिँ प्राइस बाहेक अदर थिङ्स रिमेनिङ द सेम भनेर अरू फ्याक्टरले एज इट राख्यो, अनि प्राइसकोलाई मात्रै रिलेट गरेर भन्यो, जसमा चाहिँ भएको छ प्राइस बढ्दै जाँदा क्वान्टिटी घट्छ भन्ने कुरा देखाएको छ ल अफ डिमान्डले। जुन कुरा चाहिँ हामीले यो फिगरबाट नि ग्राफबाट नि हेर्न सक्छौँ। प्राइस घट्दै जाँदाखेरि क्वान्टिटी डिमान्ड बढ्दै गएको छ, अनि हाम्रो D1 डिमान्ड कर्भ चाहिँ डाउनवर्ड स्लोपिङ छ, जसले गर्दा चाहिँ यहाँ रिलेसनसिप देखिएको छ। प्राइस एन्ड क्वान्टिटीको चाहिँ नेगेटिभ रिलेसनसिप हुन्छ, इन्भर्स रिलेसनसिप हुन्छ भन्ने देखिएको छ। आजको लागि यति नै। अब हामी अर्को भिडियोमा आउँदाखेरि चाहिँ अर्को मार्केट फोर्सेस जसलाई चाहिँ सप्लाई भनेर बुझ्छौँ त्यो चाहिँ हामीले एक्सप्लेन गर्नेछौँ। धन्यवाद हामीलाई हेरेर साथ दिनुभएकोमा। इफ मेरो भिडियोहरू राम्रो लाग्यो भने हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु होला, अनि कुनै इकोनोमिक्स रिलेटेड टपिकमा कुनै भिडियो चाहिएमा कमेन्टमा लेखिदिनु होला, म त्यो अवश्य त्यो भिडियो लिएर आउनेछु। धन्यवाद।